बस पार्कबाट सिधै बहिनीलाई भेटेर बल्ल हाम्रो गाडीबाट जाँदैछौँ। अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ। हाम्रो देख्दै नदेखेर ब्याग छ अरे बस्ने ठाउँ। ए हाम्रो गाडी चाहिँ बस ल अब मिलेर जानुपर्छ। खानालाई त्यो खानी खोलामा रोक्छ, टेन्सन गर्नु पर्दैन। मलाई चाहिँ भमिट आउँछ प्राय। अब यसपालि हेरौँ आयो नि झोला छ भन न कस्तो होला उकासेको रमा अहिले के आइसक्यो हरियो देख्ने होइन। अनि मिठो नि खोर्सानी त तपाईँले पाउनुभयो। अहिले चाहिँ खै कुन ठाउँमा हो हामी आएर हिँडेको 1 घन्टामै खाजा खानलाई हामी झरेको छौँ। हामी हो यस्तो गर्मी रहेछ कि यतातिर। सुगर मकन नखाने हो यस्तो गरेको छ क्या तिमीले। Hi guys, we are in Lakeside, पोखराको लेक साइडमा। अब हामी चाहिँ रुम खोजिरहेको हो। हामी चाहिँ रुममा आएर फ्रेस भएर अब दुईजनाले केही खान निस्कँदैछौँ। चप्पल ल्याइछौँ है, माथि राख्दिनँ, हामी आउँछौँ। फर्स्ट टाइम हुन्छ है म पोखरा आएको। फर्स्टमा कलेजको थ्रुबाट आएको थिएँ। अनि पछि बन्जी जम्प र प्याराग्लाइडिङ गर्न आएको थिएँ एक्लै नै। अनि त्यो चाहिँ स्याटरडे मात्र छुट्टी थियो नि त। अनि त्यो टाइममा ड्युटी गर्दा गर्दै आएको थिएँ। अहिले चाहिँ बहिनीसँग जुरेको रहेछ। आउन ढिँडो पनि आयो। अब म चाहिँ ढिँडो खान्छु, नानी चाहिँ खाना खानुहुन्छ अझै नन भेज। हात धुन जानु होला पहिला। कस्तो राम्रो नेपाली समय 10:10 भएछ। अब चाहिँ हामी ढिँडोसिरो खायौँ। अनि बहिनी र म 3 तला चढ्दाखेरि पनि त्यस्तो सास बढ्छ तपाईँ। मेरो ब्राइट लाइफ रहेछ। अब चाहिँ हामी सुत्छौँ। हाम्रो डे 1 पनि कम्प्लिट भयो। बाई बाई। अब लाग्यो हामी गोडे पानी। गोडे पानी 5.3 किलोमिटर। अहिले चाहिँ हामी घोरे पानीको म्याग्दिनमा आएछौँ। अनि आज हामी बासदेउराली हुन्छ। हामी अहिले तलै छौँ कि मुनिमै। गाडी खास यहाँसम्म आउँथेछ, हामीलाई त तलै छोडिदियो। जिपमा चाहिँ 1120 रुपियाँ लियो पर पर्सन। गाइज हामीहरू चाहिँ हाम्रो होटेलमा आइसक्यौँ। हाम्रो होटेलको नाम चाहिँ माउन्टेन भ्यू। होटेलको प्राइस चाहिँ भेजिटेरियनको चाहिँ 1200, चिकन खानेहरूको लागि चाहिँ कति रे 1500। यसरी घुस्नुपर्छ यहाँबाट, घुसेर यसरी 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 यहाँबाट भ्यू हेर्नुपर्छ गाइज। वाउ राम्रो देखिरहेको त। So much lucky. Wow, yeah,
यता हेर्नु अलि मान्छेले हेर न ब्याग बोकेर जाँदाखेरि चाहिँ खतरा हुन्छ नि त माउन्टेन भ्यू चाहिँ बेस्ट लाग्छ कस्तो राम्रो सिन म गोरी छैन तै पनि गोरी देखाइरा तपाईँहरू पनि आउनुभयो भने चाहिँ हामी रिकमेन्ड गर्छौँ माउन्टेन भ्यूमा पनि यो डोकोहरू कस्तो राम्रो लाग्यो मलाई हाम्रो रुममा पनि त्यो फोरहरू खानालाई जस्तो लागेको छ क्या कपडा सुकाउनु रहेछ यहाँ चाहिँ यो चाहिँ तातो यो चाहिँ आगो हाम्रो Here is also book section over here. So they look. What are you यहाँ हाई भनिदेऊ त हाई ठिक छ हजुरको नाम के नि यहाँनिर अघि देखेन नाइट भ्यू तर यस्तो हुँदैन रहेछ Just exploring the things. यहाँ हिमालयन टी छ हाम्रो नेपाल ए साबुन लानुपर्छ नि एउटा कस्तो स्मेल आउँछ कस्तो मिठो रहेछ यो के हो लेभेन्डर ए हिमालयन ब्याग पो रहेछ है यहीँको प्रोडक्टहरू पनि ट्रेकको लागि कति धेरै टोपीहरू कस्तो डर लाग्दो हौ खोइ मोमो भेज खाने बहिनीको ल खाऊँ खुर्सानी खानु हो रातिको 4 बजे खोइ कहाँ हुनुहुन्छ हजुर मास्क लगाएर केही देख्दैन अहिले चाहिँ म धौलागिरीको नजिकैमा छु अनि यहाँ पछि चाहिँ हामी ब्याक पोखरा जान्छौँ लगभग यहाँको सबै भिडियोहरू चाहिँ क्याप्चर गर्ने कोसिस गरेँ यहाँ भाइ कहाँ हुन् फाइनली सनराइज पनि हेऱ्यौँ आधी घन्टा मस्त बसेर आज फोटोसोटो खिच्छौँ हामी देउराली आज ब्याग लगेर बोल्नु भइरहेको छैन चिसोमा अलिअलि सिँगान पनि भइरहेको छ अर्ग्यानिक के ढल्केको है साइनिङ आइरहेछ त्यो उसले गर्दा हिलको ट्रेक चाहिँ फाइनली कम्प्लिट गर्यो नाउ वी आर गोइङ हेडिङ ब्याक टु के भन्छ देउराली अनि त्यहाँपछि हामी हिँडेर आधी बाटो जान्छौँ त्यसरी चाहिँ जीपमा हामी पोखरा जान्छौँ पोखरा पछि आज नयाँ वर्ष हामी दुईजना ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर हामी पोखरामा गएर हल्का केक काट्छौँ अनि त्यसपछि नाइटमा हुन्छ कि भोलि हुन्छ हामी जान्छौँ ब्याक टु काठमाडौँ यो चाहिँ टी छ यहाँको क्यामेरा कति हल्लाएको के छैन मैले हल्ला छैन जाउँ हामी नखाने किन 150
किन सो एक्सपेन्सिभ कस्तोलाई हिजो 250 को थोरै एकपटको दाजु खाने यहाँ आएर चाहिँ फेरि अनि पर्छ नि त ऊ त्यो प्लेन कहाँ आएको देखेँ यहाँ कति छ लाइन यो त अनि जात्रै खाने आदि न अन्त्य भन्छ नि लाली गुराँस जम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि यहाँ चाहिँ यति धेरै फर्किँदै हुन्छ मान्छेहरू यस्तोहरू के दिल के दिल के हेलो Wow, we are so creative, man. Hello. Stay body for party. Go. Are you married? No, I'm not married. I don't know. गीत गाएर स्टार्टर्स अलि सुन्दर हो Shit. I'm so disappointed with this man. केही गर्दैन हौ यो त सोझो हुन्छ नि यिनीहरू छाडा बसेको हुन्छ यिनीहरू एकदम इनोसेन्ट हुन्छ क्या यहाँ तिनजुरेमा जानुपर्छ नि त उ गर्न तिनजुरेमा जानुपर्छ त्यति अस्ति यस्तो कुरा गरेर पागल भइसकेको अनि हजुरको हार्टबिट बढ्यो भन्नुहुन्थ्यो अहिले फेरि